जय श्री सच्चिदानन्द राधेश्याम सबै साथीहरूलाई म यहीँदेखि सम्झिन चाहन्छु। आज सारा विश्वभरि छरिरहनुभएका मेरा सबै साथीहरूलाई म यहीँदेखि सम्झिन चाहन्छु। आज हजुर हामी बडो भाग्यले मात्रै मानिसको शरीर पाएका छौँ। 84 लाख योनि भ्रमण गर्दै गर्दै आज मानिस बन्न सकेका छौँ। 84 पटक जन्म मरणको चक्रमा फस्दा कति दुःख सुख के भोग्यौँ होला त्यो अहिले भन्नै सकिँदैन। सबैभन्दा सुखको योनि, सबैभन्दा राम्रो योनि, सबैभन्दा महान चोला आज यो मानिसको चोला हो। तर हामी मानिसहरू यस्तो महान चोला पाएर पनि महान कार्य गर्नमा किन अल्मलिन्छौँ? यो एउटा संसारी मोह मायाको कारणले गर्दा आज हामी अल्मलिएका छौँ। हेर्नुहोस्, सबैजनाले जहाँ जस्तो अवस्थामा रहे पनि भगवानको हरिचर्चा गर्न या सुन्न कहिले भुल्नु हुँदैन। आज हामी 84 लाख योनि भ्रमण गर्दै यति महान चोला पाएका छौँ र पनि यो शरीर, यो आत्मालाई, यो शरीरलाई आत्माले छोडेको दिन यो शरीरको कुनै काम आउने छैन। बरु एउटा रुखको ढलेको दिन उसको एउटा खाट बन्न सक्छ र एउटा बाँस काटिएको दिन एउटा बाँसुरी बन्न सक्छ। अहिले हामी सुनिरहेका छौँ। यो बाँस आफ्नो बोट छाडेर ऊ ढलेर सुकेर टुक्रा टुक्रा भएर पनि यो बाँसको टुक्रा यति आनन्दको धुन दिइरहेको छ बाँसको टुक्राले। हेर्नुहोस् त, तर मान्छेको शरीर सकिएपछि कुनै काम लाग्दैन। कति नै जोगाएर जतन गरेर राख्छु भने पनि काममा आउँदैन त्यो मानिसको शरीर। त्यसैले गर्दा मानिसको शरीर प्राण छुट्ने बित्तिकै यो शरीरलाई खरानी बनाइदिन्छन् या पृथ्वीमा दबाइदिन्छन्। यसकारण आज हजुर हामीले चाहिँ जिउँदो छँदै जे कार्य गर्छौँ त्यो मात्रै पछिसम्म रहिरहनेछ भनेको छ नि एउटा गीतमा। कति ताराहरू झरेर पनि चम्किरहन्छन्, कति मानिसहरू मरेर पनि बाँचिरहन्छन् भने जस्तै आज मानिसले चाहिँ पछिसम्म रहने काम गर्ने हो भने जिउँदो छँदै गर्नुपर्छ। नराम्रो काम गरियो भने पनि त्यो पछिसम्म रहन्छ, राम्रो काम गरियो भने पनि त्यो पछिसम्म रहिरहन्छ। यसकारण नराम्रो काम किन गर्नु, राम्रो काम पछिसम्मलाई रहिरहोस्। र यसरी नै आज धेरै धेरै ऋषि महर्षिहरू यो संसारमा हुनुहुन्न, तर पनि उहाँहरू जीवितै हुनुहुन्छ भन्ने कुरा हामी विश्वास गर्दछौँ। उहाँहरूले लेखेका धर्मशास्त्र पढेर हामीलाई ज्ञान मिलिरहेको छ। उहाँहरूले सुनाएको सत्सङ्ग सुनेर हामीलाई ज्ञान मिलिरहेको छ। र हेर्नुहोस्, कति गायकहरू, कति सङ्गीतकारहरू बितेर जानुभयो, तर उहाँहरूले गरेको कलाकृति आजसम्म रहिरहेको छ। उहाँहरूको शरीर नभएर के भयो त? उहाँहरूले गर्नुभएको काम कर्महरू रहिरहेको छ। यसकारण हामी पनि राम्रो कर्म गर्दै यो शरीरलाई बिदा दिनुपर्छ भन्ने छोटो जानकारी यहाँहरूको समक्ष राख्दै आफ्नो बोल्दै गरेको विचारलाई यहीँ अन्त गर्न चाहन्छु।